आज जानको पावर हाउस किनभने आज मेरो फुपूको दरौला जी त्यही हो निनी भनौँ न बित्नु भयो त्यही हो निनीको बुढो ससुरा निनीको बुढा ससुरा बित्नु भयो त्यही भएर जानु घर छोड्न जान लाग्यो हामी म चाहिँ निनीको घर बस्ने अनि मम्मी र दाइ चाहिँ जानुहुन्छ कहाँ जाने अरे कहाँ भन्छ नानी विषय लन्छु कुहिरोला हाया हेरौँ त पावर हाउसबाट त पिउ चोक जाने बाटो हामीलाई देखिभए अहिले घाम लागिभए हामी कहाँ जाँदैछौँ अरे हेलो आज मिनीको घर जाँदैछौँ गाइस कसको घर मिनीको र मेरो बाटो कता आइसकेँ निनीको घर अनि अब निनीको घर कुनो कुनो थाहा छैन कुनो कुनो अब यो कुन घर हो निनीको कुन घर होला नि यो अगाडिको ढुक्क होइन यो हो र किन त हेर्छु गाइस यही हो गाइस त खोलिँदै अनि यहाँ भित्र आइस आज हामी भान्जा हुनुहुन्छ आज हामी उता आज उसमा जाने हो के मेरो फेभरेट ठाउँमा आयो यहाँबाट डाँडा काँडा कस्तो राम्रो हिँड्छ नि त यहाँबाट ल डाँडा काँडा सबै आज फेरि पनि अस्ति नै दसैँमा आउँदा यो भिडियो राखेको आफ्नो ठाउँमा यस्तो डाँडा अब हजुर यताबाट जाने होला हिँड्नु कताबाट जाने हो र हजुर यताबाट हो कि जाने त यतातिर त पुरै बादल इलेभेनको सर्टिफिकेटमा पनि स्टाइलहरू आयो अब जाडो स्टार्ट भएको यता कुहिरो हेर्नु त यो ठाउँमा यहाँबाट कास्की भेट्यो अघि उता उता कास्की थिएन यो के हो अरे यो पनि कास्की नै हो अब त्यहाँबाट पुल आउँछ ए पुलबाट चाहिँ के छुट्टिने अरे पुल उता लम्जुङ पुल यता कास्की ए यो पुलबाट अब हामी चाहिँ पोखराको छुटेर लमजुङ यो ठाउँलाई चाहिँ पोल्यान्ड भन्छ होइन अनि यो बाटोबाट जाने के हुन्छ सिसाघाट त्यो चाहिँ तनहुँ हो लमजुङ अनि यता कास्की छुट्टी पुल होइन ए जङ्गलको बाटो राति कति चिसो हावा चल्यो है यहाँ चाहिँ घाम लाग्दैन यति त कहिले पनि लाग्दैन अन्त त्यो पनि लाग्दैन यत्रो जङ्गल छ माथि माथि अनि धेरै अग्लो छ नि यो त ठाउँ जङ्गलको बाटो सोझी बस्छ जान लाग्यो भएको हामी दुई पिप्ले हुँदै के बजार थियो अरे तपाईँको हजुर अब त धेरै छैन है क्या भन्दा यता नि सबै कता छ टाढै छ अरे उस त्यो खोला के अरे उसका गर्ने ठाउँ यही होइन दुई पिप्ले बजार यता दौलीबाट आउने हामी यता गयौँ अब यताबाट हामी पोखरा जाने बाटो कति छिटो आएको जङ्गलको बाटो
यताबाट अब पुल तरेर जान्छौँ। यो पुल अब अघि नैको पुल अब यहाँबाट हामी कटेर पोखरा लेख्न पुलको नाम के हो? खोलाको नाम के अरे? ए माथि खोला हो यो। वहाँ पुरै पोखराको बजार यहाँबाट पुरै वहाँ पोखराको पुरै बजारे बजार देखिन्छ। अब हामी फेरि झरियो तल। हजुर आमाहरू पस्ने र गयो भनेर जाने हो। फर्केर यहीबाट फर्किन्छन् भन्ने थाहा हुन्छ नि। पानी चाहिँ खाएर जाऊँ। ल पानी खाए त मेरो ब्यागमा पनि छ तर पनि जाऊँ। पानी खाऊँ त पानी पसिनो भनिन्छ। ल फेरि झरियो। अब हामी अब खोला तरेर गइन्छ अनि